चाहिँ तपाईको यहाँको बाटोले बनाएकोले गर्दाखेरि जाम भएको हो। यहाँनिर बाटो बनाउँदैछ कि त्यही भएर जाम भएको हो। पर चाहिँ सिङ्गल बाटो छ नि त, अन्त चाहिँ जाम भएको साथी हो। यता माथिबाट चाहिँ पुरा ढुङ्गाहरू झर्छ, पानी पऱ्यो भनेदेखि चाहिँ पुरा झर्छ। यहाँ माथिबाट चाहिँ सबै ढुङ्गाहरू यिनीहरू झरेको ढुङ्गाहरू हो माथिबाट, यहाँ माथिबाट। बनिँदैछ, बाटो चाहिँ बनाउँदैछ। जाम चाहिँ हेरिहाल्नुहोस्, परदेखि छ हो, परदेखि नै छ जाम। बढ्दैछ बिस्तारै बिस्तारै। तपाईँहरूलाई म सिङ्गलबाट देखाइदिन्छु ल। यहाँनिर गाडी पनि बिग्रेको रहेछ हो, गाडी बिग्रेछ नि त। यो गाडी चाहिँ बिग्रेको रहेछ है। यहाँ चाहिँ सिङ्गल बाटो छ कि त्यही भएर चाहिँ जाम भएको है। यहाँ चाहिँ सिङ्गल बाटो छ नि त, यहाँ मुनि भत्केको छ कि त्यही भएर चाहिँ गाडी छिर्दैन, डबल गाडी हो, त्यही भएर चाहिँ जाम भएको हो। अलिक अगाडि पनि छ सिङ्गल बाटै, त्यही भएर पुरा जाम भएको। जाम चाहिँ परदेखि नै थियो है। जाम त देख्नु हुँदैछ होला हो, पर हो सिलगढी तरफ जाने गाडीहरू लाइनै छ। त्यहाँ पर पनि सिङ्गल बाटो, अन्त यहाँ पनि सिङ्गल बाटो भएकोले गर्दाखेरि चाहिँ है जाम भएको रहेछ हो। यो माथिको भिड देख्नु हुँदैछ होला, यो माथिबाट चाहिँ ढुङ्गाहरू झर्छ है, एकदम हेरेर हिँड्नुपर्छ। गाडी चाहिँ यहाँनिर रोकिएको छ यो बाटो जाम नहोस् भनेर है। भिडियो कल गर्न होइन भन्छ।